नेकपा एमालेका नेता तथा कार्यकर्ता साथीहरू, यहाँहरू सबैलाई न्यानो हार्दिक अभिवादन। यो राजु लोबन्दाज्यू आज यो कार्यक्रममा यहाँ उपस्थित भएर हामीलाई हौसला बढाउन आउनुभएका सिम्पल लिभिङ हाई थिङ्किङ भनेर जुन हामीले एउटा अभ्यास गरेका छौँ, त्यो त्यसको एउटा उदाहरणीय व्यक्तित्व राष्ट्रिय माता भनेर मैले भन्ने गर्छु। राधिका साक्यजी आउनु भएको छ। राष्ट्रिय पिता कमरेड केपी शर्मा ओलीको धर्मपत्नी पनि हुनुहुन्छ उहाँ। त्यसै गरी पार्टीका केन्द्रीय सदस्य विपक्षको कुरा मान्दिनँ। आज हामी 753 स्थानीय तहमा यो तहका आमसभा गरेका छौँ। सोसियल मिडिया आज एमालेमय भएको छ। यसमा पनि साथीहरूले भन्छन् 1000-1200 मान्छे जम्मा गर्यो होला भनेर। ल 1000 नै मान्छे मान्नु, 1000 मान्छे मान्दा 7,53,000 मान्छे आज देशभरि नेकपा एमालेको जागरण सभामा उपस्थित भएका छन्। यो शक्ति सानो शक्ति होइन। यो शक्तिलाई कम आँक्ने भुल